So hello guys, welcome back to my channel. So guys, this is हाम्रो के छ नि आज हाम्रो सैटरडे दिन. So आज चाहिँ हाम्रो बिहान ताइक्वान्डोको रनिङ छ. Maximum 5 किलोमिटर रनिङ कम्प्लिट गर्नु छ आज. त्यसैले गर्दा है म चाहिँ आज बिहान नै छिटै 5 बजे उठेर चट्टैन ड्रेस लगेर झन् यो ड्रेस हिजो हैन हिजो त धुको 9 बजे धुको धुई अनि त्यो मजाले निचारेर हैन त्यो राति 2-2 घण्टा उठेर के आफै बिउचेर लुको टटकाउँदै बस्ने के किन भित्र त हावा आउँदैन हतपत्त हैन त टटकाउँदै बसेर किरामा अझै लुगा सुके छैन मेरो पालोमा किताले ग्यासमा राखे मादर जात मायासँग किस भन्छ अझै सुकिन अब हिँड्दै गएपछि बब्बाल सुक्छ अब चाहिँ तर हैन अहिले चाहिँ नि बिहानको भ्यू यस्तो बब्बाल छ नि कसम झुक्छ यस्तो रिफ्रेसिङ हुन्छ के सही यार चन्ने ल सुक्छ मुजी यस्तो रिफ्रेसिङ हुन्छ कि हैन हेर न क्या सफा हैन जहाँ पनि यस्तो चिल मजा अनि यस्तो रनिङ वर्कआउट गर्यो भने मेन्टल पिस झन् त्यतिकै दामी त्यसमा झन् फिजिकल झन् दामी अनि के भने अब चट्टो वर्कआउट हाल्ने चाहिँ हाम्रो चाहिँ ग्रहहरू सही हुन्छ कि मङ्गल ग्रहहरू भयो त्यसले हाम्रो च्यानलाइज गर्छ क्या किनकि मङ्गल ग्रह भनेको एउटा फिजिकल र ब्लडसँग रिलेटेड गर्छ नि सो यार बब्बाल मजा आउँछ अब गएर भेटौँ त मेरो साथी नै आउँदैछ सँगै केटाहरू सबजना आएको छ है म पनि आइसकेँ वान अफ द मोस्ट ह्यान्डसम मान्छे नआएको अच्छा हमको सिखा रिया बादल आजको मौसम त बब्बाल छ जे भने यस्तो दामी छ मौसम हैन पानी परेर छैन है पानी परे हैन पानी परेर छ साच्चै यो मौसम त डेटिङ गर्ने मौसम हो के डेटिङ गर्ने हो भने सब जनाको छ हेर म त सिंगर हैन झूठ बोलो बार झूठ बोलो किन नि हो एउटा कुरा थाहा छ अब हैन कति रात छ एकछिन चुप एउटा कुरा चाहिँ के भने नि यस्तो तब हामी छ हेर्छ मान्छेहरू केटीहरू के सोच्छ ओ यसको छ यार अलरेडी चान्स हान्नु हुँदैन भन्छ कस्तो देखाउनु न यो चाहिँ ओभर तारिफ हो फेरि है हेलो सुर अथा ज्याकेट एउटा पर्दैन तँलाई किन अहिले माथि चाङ्दा जान्छ नि चिसो हुन्छ न माथि हावा चल्छ सिद्धार्थ तपाईको नाम के थाहा छ तिमीलाई यो डोजोमा मोस्ट पपुलर को सिद्धार्थ गुरु त माथि हो नि गुरु बसी पताउने ओए एउटा दुईटा भिडियोमा कति आछ थाहा छ तँलाई सब्स्क्राइबर यतिकै म भिडियो बनाएर आरे छ 172 ओए त्यो पनि युट्युबमा बुझ्यौ नि युट्युबमा ग्रो गर्न धेरै गाह्रो हुन्छ टिकटकमा छ नि गरे कच्चा बनाउनु ओए दावा हिजो के गर्नु ओए टिकटकमा गरे कच्चा बनाउनु गरे नि तिमीहरु त्यतिकै आयो 1 लाख भ्यू बुझिरे टिकटकमा सजिलै छ ग्रो गर्न आएछ भने गनाउनु पर्यो नि फेरि गराउनु पर्यो नि फेस म्याटर हुनु पर्छ हजुर फेरि यो भिडियो मम्मीको हातमा पुग्यो यस्तो हुन्छ नि तपाईहरुलाई मम्मीको पुग्दै म पठाइदिहाल्छु नि म एडिट गर्दै हाल्छु नि के चिन्ता गर थाहा पैसा सोध ल जे पनि सोध ये फंस गया सीएम आई डोन्ट हैव यार छैन ओए आम्मा कसम यार मेरो आज झन् हैन हनुमानजीको बर्थडे हो कसम छैन तपाईँ यही बुझाइदिनु मलाई त हनुमानको बर्थडे आयो हनुमानजीको जन्म छ त्यसै आज छैन धर्ममा लाग्नु भएको छ आजकल अब पस्पत जानुहुन्छ ब्रह्मचार्य हजुर गुरु ब्रह्मचार्य ब्रह्मचार्य पाले जन्मोत्सव हो के तिमीलाई थाहा छ मेरो बारेमा तिनवटा कुरा आई एम ग्रेट गाय मलाई थाहा छ नि तपाईको बारेमा तिनवटा कुरा भन त भन साच्चै भन रन यति साह्रो गाह्रो हुन्छ रन टु बी द म्यान यु गोटा बीट द म्यान फास्ट पर्वत छ What a view यार यस्तो बाल भ्यू छ कसम भने दामी फ्रेस भएर छ कस्तो सर भेटौँ सिधै माथि चाँगो टुप्पो म है त केटा बाई गाइस र
रनिङ चाहिँ कडा भएको छ केटा हेर यस्तो भ्यू छ नि बवाल है आम्मा कसम भने यो ठाउँमा आएर मलाई डेटिङ गर्नु मन लाग्यो अब चाहिँ तर यार सिद्धार्थ स्टिल सिङ्गल कसैले चान्स हान्नु छ नहान म ब्रह्मचारीको पालन गरिसकेँ 1 महिना अगाडिसम्म बिग्रेको थियो अब म सुध्रिसकेँ त्यसैले गर्ल्स डोन्ट एभर ट्राई मी बिकज सिदर इज बेटर देन यु केटा यस्तो मजा आएर जान नाइस वान यार कमाउन यार सिसा मनिर छिटो हाउ डु यु फिलिङ ट्रेजरली वाउ गुड Yeah, she seems like tired, guys. Oh, हिँड्दै भएन है रनिङ चाङ्ला हामी पुग्यो यार कसम भने मौरी हाम्रो काठमाडौँ भन्दा साखु बबाल चाहिँ साँच्ची हो वाह यस्तो दामी छ मन खुसी भयो कसम भने स्याटरडेको बिहान यतिको रनिङ भयो भने चाहिँ दामी हुन्छ त्यहाँ रहन्थेँ क्या दामी छ वाउ यार कसम केटा हेर भ्युज आम्मामा भ्युज कस्तो परेको सर है कसरी जम्मा मजा आएर छ यतै हेर त निशा कमान पुस हाम्रो वार्डबाट यति साह्रो खतरा छ हेर सिनियरहरू तर बस्या ठुक्कै दिनदेखि एउटा काली चाहिँ अगाडि पुगिसक्यो दामी मजा आएको छ यो मरे कसम भन्ने छ नि चाहिँ 1 घन्टा है यस्तो खतरा वर्कआउट गुलिर होइन मतलब बुझ्न नि इसारा काफी नाइ सुत्नु न जाने हो कट्टा चिसो पानी नआउने हो त्यसपछि मन्दिर जाने आज भजन गाउनुपर्छ त्यसपछि के मनोकामना सब इच्छा पुरा हुन्छ हामी है फाइनली पुगिसक्यो म त अब पुग्न थालिसकेको छु हजुर माथि भन्छ नि ठुलो घर त्यही हो है यसलाई चाहिँ भन्छ मन्दिर होइन त्यो एउटा बजार जस्तो भनेको छ अब यो चाहिँ हाम्रो ठ्याक्कै हाम्रो नेवारी जातको टोल परेको चाहिँ बबाल छ म भन्छु यो ठाउँमा होइन कसै मान्छे कपल्सहरू अलिकति धार्मिक हुनुहुन्छ भने म जस्तो यता माथि म जस्तो धार्मिक हुनुहुन्छ भने तपाईँहरू गर्लफ्रेन्डलाई बोकेर यहाँ ल्याउनु ठाउँ पनि बबाल छ आयो कतिको मजा आएछ बाबा फाइनली पुगिसक्यो केटा हेर पुगिसक्यो अब त यस्तो बवाल छ पुगिसक्यो हो पुगिसक्यो बवाल छ हेर हेर है दामी छ है थाहा छ मेरो फर्स्ट हक पनि आएको थियो नि अस्ति भएर आउँदाखेरि साथीहरूसँग घुम्दाखेरि मेरो फर्स्ट हक पनि आएको थियो क्या बवाल भएको थियो त्यो भ्लग मेरो है चट्टामा 12 जना घुम्न गएको हामी सब भिडियो सिडियो बनाएको यस्तो बवाल भएको थियो नि बाजे यो भ्लग पनि कडा हुन्छ दामी छ है यो चाहिँ मैले खोलेको पसल देखाएको थिएँ यो पनि मेरै हो गुरु इङ्ग्लिसमा भन्दियो रोज है गुरु लोटस गुरु लोटस है थाहा क्या अस्ति झन् यहाँ पङ पसल थियो नि अहिले सब उठाइसकेको छ पङ पसल थियो पङ पनि उठाइसकेको छ जय श्रीराम
अङ्कल यसमा गएर हराउने हो दुःख हराउँछ के दुख्ने हराउँछ ए अङ्कल एक्सर्साइज गर्ने ठाउँ हो यो गुरु एक्सर्साइज गर्ने ठाउँ हो यो परम्परा विश्वास हो क्या जे कुरा पनि विश्वास हो ल अंकिता यो टर्न गुरु अब हजुरको एज हुन थाल्यो गुरु मेरो दुखिया छैन दुख्न चाहिँ ए ट्राई गर्नु लाग्यो गुरु अब दुख्छ आओ अब के दाइको टीका पुरै लप गरे सदा साम्बो से सज कला सोधेर कुवाले तिमीले फुकाले हैन सेट नेटो नआउनु जाऊ भने टाइगर तेरा छोडा त भाइ धीरज हाइट भ्याउँदैन भाइ नगर मलाई खासै केही पनि आउँदैन यो चाहिँ चाङलार मन्दिर हो 2000 कतिमा बने ए 1900 मा बने अरे 1900 कति बाँकी छ त्यहाँ पछाडि हो गुरु म यस्तो एक्सप्लोर हान्दै गर्छु है राम्रो हुन्छ तिमी तर मन्दिरमा चाहिँ के भन्छ एउटा माइन्ड चाहिँ राम्रो पिस हुन्छ है एउटा कामले हुन्छ अन्त सुन्दा आज हाम्रो हनुमानजीको जन्मोत्सवमा मन्दिरमा पाएको पनि धेरै खुसी छु घन्टी बजा आफ्नो दूर हराउ दुःख हराउ घन्टी बजा दुःख हराउ घन्टी छैन त गुरु हजुर हजुर र यो चाहिँ चाङ्गनेर नै तर मलाई मन्दिर क्या कन्फ्युज लाग्छ भने के भन्छ हिन्दू दर्शन छ बुद्ध दर्शन छ के हो के हो मन्दिरमा यो चल्छ होइन त वाह अरे हाँस्ने नमस्ते गर न नमस्ते गर न भनेर नमस्ते निशा तिमीलाई जोडी होइन मैले सिङ्गल बोलाइरहेको छु हाम्रो मन्दिर पनि घुमघाम भइसक्यो सब भइसक्यो है अब सब रनिङ पनि सकिसक्यो अब हामी फर्किँदैछौँ आफ्नो डोजाङमा अब अहिलेको त बाटो पर्छ गुरु अघि अब हामीले जे जे घुमेको सब मैले देखाइसक्यो अब हामी पहिले अब जान्छौँ हामी खाजा खान त्यसपछि हामी डोजाङ जान्छौँ त्यहाँ चाहिँ हामी फेरि त्यहाँ डोजाङको भिडियो बनाउँछौँ है त सबलाई हालिदिन्छौँ ग्रुपमा गुरु तर जे भएन आज छ नि आशीर्वाद चाहिँ राम्रो पाउँछ भगवान्को किनकि आज हाम्रो हनुमानजीको बर्थडे हो नि त सो आज हनुमानजीको बर्थडे हो नि त जन्मोत्सव म सधैँ म ब्रह्मचारी हेर्छु ल कस्तो मैले पालन गर्न सुरु गरेपछि म 12 दिन भयो 36 दिन बोलेन अप्रिल 1 देखि गरेँ मैले ल ठिक छ अब तल जाऊँ तल भेट्दै जाउँ जे जे हुन्छ सब रेकर्ड गर्दै गर्छु अझै हजुरहरूलाई यस्तै हामीसँग नयाँ नयाँ एक्सपिरियन्सहरू लिनु छ भने यस्तै हामीसँग नयाँ भन्न पाउनु त यस्तै हामीसँग नयाँ नयाँ ठाउँ घुम्नु छ र नयाँ नयाँ मन्दिर एक्सप्लोर गर्ने छ भने प्लिज सब्सक्राइब ब्लग विथ सिद्धार्थ 19 है त one of the best blogger in the Nepal, one of the most handsome blogger in the Nepal. यिनीहरूको चाहिँ कुरा नसुनेर सब्सक्राइब गर्दा गर किनकि 2-3 वर्ष after 3 years सिद्धार्थ चाहिँ बवाल हुन्छ जे भयो नि है त भाइरल होइन ल हामी यहाँ झिक्लिसक्यो होइन झिक्लिसक्यो अब हामी मन्दिर झिक्लिसक्यो ढोक्नु परेको जे होइन आज दामी भएको छ मन खुसी छ झन् हाम्रो आज रनिङमा पनि बब्बल भएको छ सब ठिक छ अब गाइस अब हामी तल झर्दैछौँ बिस्तारै झर्दै जान्छु अब हामी ठाउँ एक्सप्लोर गर्दै जान्छु किनकि त्यहाँको ठाउँ चाहिँ एकदम बब्बल छ मलाई त झन् तपाईँलाई पहिलाहरू मैले एक्सप्लेन गरेको यो ठाउँ भने लाइक सेम सिक्किम जस्तो छ क्या सिक्किम जस्तो छ तर यहाँ हाम्रो चाहिँ घरहरू चाहिँ सबै नेबर टाइपको छ नि त सो सिक्किमको चाहिँ अलि एडभान्स टाइपको छ यहाँ चाहिँ सब नेबर टाइपको त्यसले गर्दा यो चाहिँ हल्का सिक्किम टाइपको भनिदिनुहुन्छ यसलाई चाहिँ हाउ द एक्सपिरियन्स गाइज भेरी नाइस नाइस त भइहाल्छ किनकि सिद्धार्थ ग्रुपमा पल्पेसी
तर लास्टै खुट्टा दुख्छ है हो माथिको तर एक लास्ट आज झन् लास्ट टाइम मजा आएको थियो यतिको चाहिँ भएको त दामी हुन्छ क्या मेरो कहाँ गयो त्यो अङ्किता ए अङ्किता त्यो रही माथि बसेर स्लाइड मलाई चिरा स्कुलको प्रिन्सिपलको नाम म त अहिले चाहिँ सबलाई के भन्छ मेरो अडियन्स मेरो केटाहरूलाई होइन अहिले इकोना होइन आफ्टर 3 years होइन सिद्धार्थ बम ब्लास्ट हान्छ यो ठाउँमा युट्युबमा खतरा हान्छ हेर पछि गएर ह्यान्डसम भए चाहिँ फेरि भुल्ने नगर ल हुन्छ गुरु डिस्काउन्ट गुरु डिस्काउन्ट चाहिन्छ हामीलाई ल हो गुरु हो हजुर सुजलेस के लगाइदिनु बहिनीलाई बहिनीले टिका लगाइदेऊ न त्यही बेस्ट वान अफ द बेस्ट साँच्ची हो भगवान्को आशीर्वाद भन्दा माथि केही पनि छैन कि बुझ्यौ नि अनि टिका लगाइदेऊ अब अहिले गएर होइन नुहाइ धुवाइ गएर त्यसै मन्दिर गएर त्यही बेस्ट साँच्ची भने त्यसमै झन् म चाहिँ के भन्छ इभन लाइफमा जस्तो पनि पीडा छ नि होइन जे पनि पीडा हुन्छ अब हाम्रो भगवान महादेव हो नि त इभन हाम्रो महादेवलाई भयो अनि हाम्रो बजरङ्गबलीलाई होइन 21 दिनसम्म मजाले मनदेखि सुन न मनदेखि चाहिँ बजरङ्गबलीले मनदेखि प्रे गरेर सब दुःख कष्ट सब हराउँछ क्या हो भने कन्फिडेन्स यस्तो लेभल हाई बढ्छ नि जस्ट बिलिभ राख भरोसा राख कन्टिन्युसली आफ्नो काममा गर त्यही अरू केही पनि भन्नु सक्दिनँ म त ल है केटा खाना बस्छ गयो हलमा गएर खाउँ गयो त्यही ठिक छ ल है सरबको मम्मी यहाँ हो गुरु सबसे मम्मी यहाँ बस्छ हो चाङ्गो कहाँ भने बस्छ ए फ्रन्ट कहाँ गरेछ वान अफ द बेस्ट ब्लगर केटाहरू हामी यहाँ पानी खान आएको छौँ है गाइजहरू तर यहाँदेखि कस्तो काला आएको तर हाम्रो कालै छ है जे हुनु थम्बनेल चाहिँ कडै हाल्नुपर्छ साँच्चै विदाउट थम्बनेल केही पनि चल्दैन थम्बनेल चाहिँ यस्तो खतरा हाल्छु तर म भन्छु यो भिडियोमा चाहिँ म्याक्सिमम कति भ्यू आउनु पऱ्यो भने त 1 million कम भयो 1 million अलिकति कति चाहियो जिन्दगी सबैजना 2 million भ्युज गराइदिनु अनि 2 लाख के छ 2 लाख लाइक पछि म फेमस भएपछि सबलाई पैसा बाँड्दै आउँछु म है अनि यिनीहरूलाई खाना खिलाइदिन्छु म पिज्जा बर्गर पार्टी हुन्छ भर्खर अब 19 छ होइन अब 1 महिनाभित्रसम्म 100K हान्छु म जसरी भयो नि हान्नुपर्छ 19 भर्खर उड्नु पर्दैन हिँडेर जाने सबैजना हस् गुरु छ नि यहाँसम्म चाहिँ चाङ्गो छ म्याक्सिमम् भनेको है 3.3 कति किलोमिटर छ सबले रनिङ भएको छ आज है सबले मजा आएको छ कसै अल्छी गरेको छ मनिरा भन्नेहरू कसै लास्टै अल्छी गरेको छ यो भिडियो यस्तो हौडे छ है कुदेको छैन यो कुदेको छैन यो हिँड्दै बसेछ यो कुदेको छैन कुदे माथि गयो बस्दै गर्छ भने यस्तो हौडेसँग कहिले रनिङ जानै हुँदैन किनकि सब बिग्रिन्छ त्यही हो भने यो कुदेको छैन हामीलाई थाहा छ नि त आधी घन्टा हिँड्छ बस्दिन्छ माथि गएर अब गएर स्ट्रेचिङ गर्नुपर्छ न त खुट्टा लास्टै दुख्छ कसम इन्जोय लाइफ होइन सब आफ्नो लाइफमा आफू सक्सेसफुल गर्नुपर्छ होइन मन्दिर जाऊ रनिङ जाऊ वर्कआउट गर होइन आफ्नो फ्यामिलीलाई ख्याल राख टेक केयर गर आफ्नो ख्याल राख आफ्नो फिजिकल हेल्थ मेन्टल हेल्थ सब ख्याल राख किनकि पछि गएर तिमीलाई साथ दिने भनेको तिम्रो फिजिकल तिम्रो मेन्टल तिम्रो इमोसनल हेल्थले अरू कसैले साथ दिन्न होइन त्यही हो किनकि एकदम टफभन्दा टफ सिचुएसन आफूलाई एकदम स्ट्रङ गरेर बनाउने भनेको आफ्नो एउटा फिजिकल र एउटा मेन्टल एउटा इमोसनल मात्रै हो त्यही बाहेक अरूले कसैले के दिन्छ के गर्छ भने चाहिँ हेर आशा राख्दै नराख जस्ट बिलिभ इन सेल्फ बिलिभ इन गड ट्रस्ट इन यर सेल्फ प्रोसेसमा ट्रस्ट गर बाँकी सब ठिक हुन्छ बुझ्यौ नि जस्ट के भन जय श्रीराम सब ठिक हुन्छ हेर नाटकहरू मनदेखि चाहिन्छ मलाई अनि तर तिमीहरूले एउटा कुरा भनौ कसम मैले झुट बोला नि यो छ नि यो लभ छ नि
लभ भन्छ नि कसम लभमा पस्यो भने आफ्नो पोटेन्सियल त्यो पुरै खत्तम गरिदिन्छ भने कसम भने मैले देखाएको छु है कति यस्तो खतरा छ नि पोटेन्सियल भएको फाटेरहरू छ नि त्यो केटीको चक्करमा बिग्रिहाल्छ आम्मा कसम भने केटी केटाको चक्करमा केटा केटीको चक्करमा बिग्रिन्छ थुक्क जिन्दगी बरु फ्लट हान त्यो बेस्ट कुरा हो फ्लट हान हो म जस्तो फ्लट हान त्यो बेबी सेबी हान्थ्यो केही छैन फ्लट हान तर एकदम डिप डाउन छ नजर किनकि भोलि चाहिँ के भन्छ त्यो एकचोटि छुट्टिएपछि कबीर सिंह टाइपको प्रीति त्यस्तो चाहिँ हुनै हुन्न ल अब हामी डोजाङमा पनि पुग्नु थाल्यो म्याक्सिमम 2 मिनटको दूरी छ डोजाङ पुग्न त्योभन्दा बेस्ट छैन म चाहिँ के चाहन्छु भने आफूलाई होइन अब यसले एरोगेन्ट पनि भन्नु मिल्दैन यसले घमण्ड भन्नु मिल्दैन मेरो माइन्डसेट के छ भने म यति होइन 10 मिनटमा रनिङ गरेर थाक्छु भने म 15 मिनट ट्राई गर्छु क्या म चाहिँ 15 मिनट ट्राई गर्छु किनकि वर्क अन सेल्फ सर्ट होइन द्याट नो वान क्यान बिट यु नो वान क्यान म्याच विथ यु यु बिकेम अनबिटेबल अनम्याचेबल एन्ड अनब्रेकेबल द्याट्स द बेस्ट थिङ द्याट यु विल एभर एचिभ इन यु होल लाइफ होइन म त भन्छु आफूलाई रगड जबसम्म तिम्रो उमेर छ तिमीसँग भित्र गर्ने क्यापेसिटी छ तिमीसँग भित्र स्ट्रेन्थ छ आफूले पेल ग्यारेन्टी पेल किनकि त्यो पेल्यो भने पछि हाम्रो शरीरलाई फाइदा पर्ने आफै हो इफ यु आर फिजिकली फिट देन यु आर मेन्टली टोटल फिट इफ यु आर नट फिजिकल फिट यु आर नट मेन्टली टोटल फिट फिजिकल फिटमा हाम्रो कार्डियोभास्कुलर हाम्रो वेट ट्रेनिङ हाम्रो स्ट्रेन्थ हाम्रो स्ट्यामिना र हाम्रो फ्लेक्सिबिलिटीमा धेरै ध्यान दिनुपर्छ सो यो 5 फाउन्डेसनलाई तिमीले कडा गर्ने भने युआर गन बी द मास्टर अफ द वर्ल्ड होइन युआर गन बी द बेस्ट इन द वर्ल्ड जस्ट वर्क अन सेल्फ अरू केही हुँदैन बल हान मान्छ बल हान सब ठिक हुन्छ ल हामी चाहिँ आइपुगिसक्यो यार सबजना आए सबजना भित्र आइसक्यो अब चाहिँ फाइनली होइन 3.5 किलोमिटरको हाम्रो रनिङ पनि कहाँ 3.5 किलोमिटर म्याक्सिमम् 5 किलोमिटरको हाम्रो रनिङ पनि सब कम्प्लिट भइसक्यो सबजना आएको चाहिँ थाकेको छ बसेको छ घरमा त गाइज अब हामी खाजा खान्छौँ है त यहीँ सबजना आएको छ ठिक भयो कस्तो भयो ठिक भयो राम्रो मजा आयो अब सिल्भर प्ले बटन पाएपछि हामीलाई पार्टी दिनुपर्छ है दाइ सिधै गोल्डन प्ले बटन तट पार्टी दिनुपर्छ है दाइ पार्टी 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 के सब सकिसक्यो भयो सबजना घर जाँदैछ यस्तो दुखिरहेको छ यस्तो यसरी झन् ल अब चाहिँ ल है केटा फाइनली यहाँ ब्लग पनि यहाँ खत्तम गरौँ पर्ला जस्तो है अब के छ भने घर गएर खास नआउने धाउने गर्नु पर्ने हो घर सर गरेर नआउने धाउने गर्नु पर्ने त्योसँग झन् आज अब झन् के भन्छ हनुमानजीको जन्मोत्सव परेको होइन मन्दिर जानुपर्ने हो तर यस्तो हो नि त मन्दिर जाँदाखेरि भक्ति नगरेर फोन चलाएर बस्नु भएन सो गाइज अब चाहिँ पछि भेट्दै गर्नुपर्छ है यतिको चाहिँ हुनुपर्छ कस्तो के जिन्दगी बाटोमा पाले भेट्छ फेरि बाई 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 ठिकै मौसम क्या छिटो बद्ल्यो क्या कस्तो भने थुक्क ताइकोन्डोमा झन्डै मैले भ्लग एन्ड हाल्नु थालेको यहाँ आएको हेर भ्लग बनाउनु परेको हेर यस्तो बादलले झन् आज जन्मोत्सवमा गएर एकचोटि ढोक्छु भनेको यस्तो पाराले हुँदै हुँदैन हेर अब घरमै गएर पूजा गर्नुपर्छ पहिले चाहिँ यार भ्युज हेर भ्युजमा पाल्छमा है भ्लग चाहिँ मलाई खतम गर्न पर्छ डेटिङमा जान छैन कस्तो भन्यो तर म भर्खर रनिङ जाँदा चाहिँ केही पनि भइसक्यो चाङ्गो लानु गएर आएको मजा आइज भने भयो तपाईँ गाई यो चाहिँ ठाउँको नाम चाहिँ साबुजी भने केटा कति भएर जाने होइन जात्रा पुग्नु जानुपर्ने आज म जान्छु म चाहिँ गर्लफ्रेन्ड बोक्नु नि